भूषालले भन्नुहोस्। हजुर जय होस्। अब इच्छा यस्तो हुन्छ तपाईँले जसरी पुरा मलाई प्रश्न गर्नुभयो म त्यो अनुसारले भन्न खोज्दाखेरि जसरी हामीलाई बाबुआमाले जसरी हुर्काउनु भयो, अब हामीले जसरी बाबुआमाले हुर्काएको खानेकुरा खाएर जुन चिजहरूको स्वाद हामीहरूले खायौँ, अब अहिलेसम्म पनि तिनै बाबुआमाको स्वादमा हामी चाहिँ नि तिनीको बाबुआमाको स्वादमा खाना बनाएको खानेकुरामा हामीहरू चाहिँ तिनीको बाबुआमा अब यहाँ पृथ्वीमा त हुनुहुन्न, छोडेर जानुभयो, तर हामी छौँ। तर बाबुआमाको बनाएको स्वादमा हामीले उनीहरूले सम्झन्छौँ त्यो स्वाद बाबुआमाको स्वाद कहिले खान पाइएला भनेर भन्नेमा हामी छौँ। के गर्ने विचार छ त? भैँसी पालेर दुध खाने विचार छ कि अब घिउ खाने विचार छ कि भन्नुहोस्। यस्तो हुन्छ सर। हजुर। के छ भने अब दुधै गरेर खाने गाउँघरमा हामी अब गाउँले जीवन बिताएको मान्छे, अब त्यही अनुसार चाहिँ हामीले गाउँले जीवन परिवेशमै बजारमा भन्दा गाउँले परिवेशमै अनि भिर बाख्रा डाँडा त्यही रमाइलो। पखेरामा हुर्केर अनि आफ्नै गाई भैँसी दिएर अनि आफ्नै घरमा अनि दारको ठेकोमा दुध दिएर मजाले चाहिँ तताएर अनि राम्रोसित तताएर दही जमाएर अनि मजाले मही पारेर गाउँले सुँगेर कहिले खाऊ होला मलाई त। गाउँले सुँगेरी मही पारेर दही मही दुध घिउ अनि कराईमा तताएको घिउ तताएर भातमा ल तातो घिउ एकदम फ्रेस ओरिजिनल घिउ चरेर हालेर तताएर सरप र पो धेरै वर्ष बाँच्छ तपाईँले त्यसरी खान्थ्यो नि। त्यस्तो भएको बल्ल चाहिँ त्यस्तो इच्छा मेरो छ। हेर्नु त्यो पुरा होस्, तपाईँको इच्छा पुरा होस्। बाँदरसित मान्छे धेरै चिन्तित हुन्छ। सुन्नुहोस् है, बाँदर आएर लखेट्यो। बाँदरलाई त दिनु पनि पर्छ, खानु पनि पर्छ, तिनीहरू भयो हामी भयो सृष्टि हो। यो त प्रकृति नियम हो। बाँदर लखेट्ने भन्ने मात्रै हुँदैन। अब हामीले उनीहरूले नि खान्छन्, हामीले उब्जाएको हामीले नि खाइन्छ, चराचुरुङ्गी नि बाँच्न पऱ्यो, हामी नि बाँच्नु पऱ्यो। जङ्गलको बाँदरले उसले खेती गर्न जानेको हुँदैन, ऊ पनि त बाँच्नु पऱ्यो।